प्रतिनिधि सभा निर्वाचनका लागि मतदान जारी छ। मतदाताहरूले उत्साहपूर्वक मतदान गरिरहेका छन्। कलाकर्मीहरू पनि आफ्ना मतदान केन्द्रमा पुगेर मतदान गरिरहेका छन्। मतदानपछि उनीहरूले मसी लगाएको औंला तथा मतदान गरेको तस्विर सामाजिक सञ्जालमा राख्दै आफ्ना फ्यानहरूलाई पनि मतदान गर्न र लोकतन्त्रलाई बलियो बनाउन प्रेरित गरिरहेका छन्। वरिष्ठ कलाकार हरिवंश आचार्यले बुढानीलकण्ठ नगरपालिका 5 विष्णुमती पुल स्थित मतदान केन्द्रबाट मतदान गरेका छन्। मतदान गरेको तस्विर सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले लेखेका छन्, मैले मेरो लोकतान्त्रिक अधिकारको प्रयोग गरी मतदान गरेँ। आशा गर्छु यो निर्वाचनले देशले खोजेको असल र सक्षम नेतृत्व पाउनेछ। साथै जटिल परिस्थितिबाट देशलाई निर्वाचन गराई निकासको बाटोमा पुर्याइदिनु भएकोमा प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारलाई बधाई तथा धन्यवाद। अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले विराटनगर महानगरपालिका 7 गहेली स्थित आदर्श बालिका माध्यमिक विद्यालयबाट मतदान गरेकी छन्। उनी मोरङ क्षेत्र 6 की मतदाता हुन्। मतदान गरेको तस्विर सामाजिक सञ्जालमा राख्दै उनले नागरिकको कर्तव्य पूरा गरेको उल्लेख गरेकी छन्। पूर्ण बहादुरको सारङ्गी फेम्ड अभिनेता विजय बराल सर्लाही क्षेत्र नम्बर 1 का मतदाता हुन्। उनले लालबन्दी स्थित मतदान केन्द्रबाट मतदान गरेका छन्। उनले आजको मत भोलिको परिवर्तन भनेका छन्। मतदान गरेको तस्विर सामाजिक सञ्जालमा शेयर गर्दै उनी लेख्छन्, आज मैले मेरो अधिकार मात्र होइन जिम्मेवारी पनि पूरा गरेँ। गायिका कोमल वलीले दाङको तुलसीपुर उपमहानगरपालिका 8 कृष्ण मन्दिर मतदान केन्द्रबाट मतदान गरेकी छन्। देश निर्माण र समृद्धिका पक्षमा आफ्नो अमूल्य मतदान गरेको उनले उल्लेख गरेकी छन्। मतदान गरेको तस्विर सार्वजनिक गर्दै वली लेख्छिन्, मतदान केवल अधिकार होइन, राष्ट्र निर्माण र आगामी पुस्ताको भविष्यप्रतिको जिम्मेवारी पनि हो। उनले मतदान गर्दै सबैलाई मतदान गर्न सुझाएकी छन्। गायक शिव परिहारले काठमाडौँ क्षेत्र नम्बर 2 स्थित मतदान केन्द्रबाट मतदान गरेका छन्। मतदान गरेपछि तस्विर सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले लेखेका छन्, प्रतिनिधि सभा निर्वाचन 2082 मा काठमाडौँ क्षेत्र नम्बर 2 का प्रत्यक्ष उम्मेद्वार र समानुपातिक उम्मेद्वारलाई मतदान गरियो। नेपालको एक नागरिकको हैसियतले यही कामना गर्दछु। अबको युगमा हाम्रो नेपाल देशले पनि सबै आयामबाट विकसित अन्य राष्ट्र सरह काँचुली फेर्न सकोस्। अभिनेत्री रिस्ता बस्नेतले मतदान गरेपछि आशा अनि विश्वासका साथ मतदान गरेको सामाजिक सञ्जालमा लेखेकी छन्। गायक तथा अभिनेता प्रकाश सपुतले बागलुङको काठेखोला 3 धम्जा स्थित मतदान केन्द्रबाट मतदान गरेका छन्। मतदानपछि उनी सामाजिक सञ्जालमा लेख्छन्, स्थिरता, शान्ति र समृद्धिको आशासहित मत राखियो, अधिकार र जिम्मेवारी पूरा गरियो। प्रकाश रासपाबाट समानुपातिक उम्मेद्वार समेत छन्। गायिका रचना रिमालले झापा क्षेत्र नम्बर 1 को श्री जनज्योति आधारभूत विद्यालय मतदान केन्द्रबाट मतदान गरेकी छन्। सामाजिक सञ्जालमा मतदानपछिको तस्विर पोस्ट गर्दै उनी लेख्छिन्, मैले त मतदान गरेँ, हजुरले गर्नुभयो? अभिनेत्री सुरक्षा पन्तले बुटवलको मिलन चोक स्थित सडक विभाग मतदान केन्द्रबाट मतदान गरेकी छन्। रूपन्देही क्षेत्र नम्बर 2 की मतदाता सुरक्षाले भोट हालेपछि सामाजिक सञ्जालमा लेखेकी छन्, सम्पूर्ण नेपालको शान्ति, सुरक्षा र कसैले पनि आँखा लगाउन नसक्ने बेजोड एकताको धरातलमा रही भावी पुस्ताले बारम्बार मागिरहेको अदम्य प्रगतिको कामना गर्दै बहुमूल्य मत पठाइयो। हामी सबैको मत समय सार्थक रहोस्। अभिनेत्री रेखा थापा काठमाडौँ क्षेत्र नम्बर 4 की मतदाता हुन्। उनले मतदानपछि सबैलाई मिलेर र मिलाएर देश बनाउन शुभकामना दिएकी छन्। उनी लेख्छिन्, मैले क्षेत्र नम्बर 4 काठमाडौँबाट मतदान गरेँ, तपाईहरू कहाँबाट दिँदै हुनुहुन्छ? अभिनेत्री गरिमा शर्माले चितवनको रत्ननगर महानगरपालिका 10 स्थित बाराही मावि मतदान केन्द्रबाट मतदान गरेकी छन्। मतदान गर्दा औंलामा लगाइएको मसी देखाएको तस्विर सामाजिक सञ्जालमा राख्दै उनी लेखेकी छन्, मेरो औंलामा लागेको यो नीलो मसी साधारण दाग होइन, मेरो जिम्मेवारीको चिन्ह हो। मेरो आवाज, मेरो अस्तित्व, मेरो देशप्रतिको पहिलो कसम हो।
हास्य कलाकार शिवशंकर रिजाल जोगिन्दरले सर्लाहीको बरथवा नगरपालिका 15 पिपरभित्ता स्थित जनता आवासीय माध्यमिक विद्यालयबाट मतदान गरेका छन्। मतदान गर्दै उनले राष्ट्र निर्माणमा सहभागी हुँदै योगदान गरेको बताएका छन्। अभिनेता जितु नेपालले काठमाडौँ क्षेत्र नम्बर 2बाट मतदान गरेका छन्। मतदानपछि उनले सामाजिक सञ्जालमा लेखेका छन्, सुटिङका लागि धनकुटाबाट धरान, धरानबाट विराटनगर, विराटनगरबाट काठमाडौँ क्षेत्र नम्बर 2मा आएर भोट हालिसकेपछि यति त लेख्नै मन लाग्यो। हामीले एक असल नागरिकको कर्तव्य पूरा गर्यौं। अब चुनाव अघि गरेका बाचा पूरा गर्ने जिम्मा तपाईहरूको।